निर्वाचन आयोगले निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको प्रयोगको अनुगमन गर्ने भएको छ। जनताको मतलाई प्रभावित पार्न सामाजिक सञ्जाल मार्फत सूचनालाई बङ्ग्याउने र तोडमोड गर्ने कार्य रोक्न एवं सूचनाको दुष्प्रचारलाई रोक्न सामाजिक सञ्जालको अनुगमन गर्न लागि आयोगले जनाएको छ। आयोगले आचार संहिताको पालना भए नभएको अनुगमन गर्न विशेष संयन्त्र समेत परिचालन गरेको जनाएको छ। आम निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता समक्ष राजनीतिक दल तथा उम्मेद्वारहरूले आफ्ना सन्देश प्रवाह गर्ने सशक्त माध्यमको रूपमा सामाजिक सञ्जालको प्रयोग हुन थालेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले प्रचार प्रसारको शैलीलाई जति सहज बनाइदिएको छ, आचार संहिता पालनाका सवालमा त्यति नै बढी चुनौती पनि थपिएको छ। तर निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति 2077 बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको प्रयोगको अनुगमन गर्ने भएको छ। निर्वाचन प्रचार प्रसारका बेलामा सामाजिक सञ्जालको प्रयोग मार्फत हुन सक्ने सूचनाको गलत प्रवाह रोक्ने उद्देश्य आयोगको छ। सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार र सूचनालाई तोडमोड गर्ने कार्यलाई रोक्न सामाजिक सञ्जालको नियमन र अनुगमन गर्न लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो। सामाजिक सञ्जाल मार्फत हुन सक्ने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचलाई नियन्त्रण र नियमन गर्ने प्रणाली, सामाजिक सञ्जाल मार्फत खास गरेर फेसबुक मार्फत हुने राजनीतिक विज्ञापनहरू प्रचार प्रसारमा के कति खर्च हुन्छ त्यसको ट्रेकिङ गर्ने प्रणाली र सामाजिक सञ्जालमा त्यस्ता एक्टिभिटीहरू भयो भने तत्काल रोक्न सक्ने प्रणालीलाई समेत स्थापित गरेर अगाडि बढेका छौँ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले आचार संहितालाई निर्वाचन खर्चको सीमाभित्र आबद्ध गरेर अनुगमनलाई व्यापक बनाउने तयारी आयोगको छ। अनुगमनका लागि बनाइएको सर्वपक्षीय संयन्त्रले आचार संहिताको उल्लङ्घन गरे नगरेको हेर्नेछ। आयोगले शंका लागेका स्थानहरूमा सूक्ष्म अनुगमनको व्यवस्था पनि गरेको छ। कुनै ठाउँमा कुनै पनि किसिमको आचार संहिता विपरीत कार्य भयो भने तत्काल टेलिफोनबाट, एसएमएसबाट, लिखित रूपमा, मौखिक रूपमा वा अन्य कुनै विद्युतीय माध्यमबाट पनि हामीलाई जानकारी गराउन सक्ने, स्थानीय तहका संरचनालाई जानकारी गराउन सक्ने र जानकारी हुनासाथ तत्त निकायले तत्कालै कारबाही गर्ने गरी आवश्यक प्रक्रिया, संरचना, विधि र प्रक्रियाहरू निर्धारण गरिएको छ। आचार संहिताको पालनामा आम मतदाता, राजनीतिक दल र उम्मेद्वार स्वयं नै जिम्मेवार हुनुपर्ने ठहर आयोगको छ। आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चलाई पनि निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेद्वारलाई आग्रह समेत गरिसकेको छ। क्यामेरामा अशोक बस्नेतका साथ छहरा दवाडी, नेपाल टेलिभिजन समाचार, काठमाडौँ।